हेलो साथीहरू, नमस्ते अन्त गुड मर्निङ। आज चाहिँ म राईको साग पकाउन गइरहेको छु। राईलाई चाहिँ मजाले धोएर त्यसको बादमा यसरी काट्नुपर्छ। अन्त तेल तताएर चाहिँ नि जिरा अलिकति यसमा जिरा हाल्नुपर्छ। अनि त्यसको बादमा सुकेको खुर्सानी छ भने सुकेको खुर्सानी हाल्न सक्नुहुन्छ। त्यसको बादमा चाहिँ हल्दी अलिकति हालिदिनुहोस्। अनि त्यसको बादमा चाहिँ यसरी साग हाल्नुपर्छ। त्यहाँबाट मजाले चलाउनुहोस् यसलाई। यसको पानी निक्लिन्छ। मजाले चलाइसकेको बादमा अन्त नुन चाहिँ हजुरहरूले अब ठिकै गरी हाल्नुपर्छ। सागमा चाहिँ धेरै नुन हाल्यो भने चाहिँ चर्को भइहाल्छ कि, त्यही भएर थोरै कम्ती नै हाल्नुपर्छ। त्यसको बादमा मजाले चलाउनुहोस् यसलाई। अन्त 2 मिनट जस्तो यसलाई छोपेर राखिदिनुहोस्। त्यसको बादमा चाहिँ मैले अलिकति लसुन र अदुवाको पेस्ट बनाएको थिएँ हो। यो चाहिँ यो हाल्यो भने चाहिँ यो अलिकति मिठो हुन्छ, मिठो बनाउँछ पनि है। अनि त्यसलाई मजाले यसमा हालेर मिक्स गर्नु होला। त्यसको बादमा मिक्स गरिसकेको बादमा फेरि छोपेर राखिदिनु होला। पानी देखिरहनु भएको होला हजुरहरूले राई सागको। अन्त यो पानी सुक्नु पऱ्यो है त एकछिन यसलाई यतिकै अब मजाले एड गरिसकेको बादमा चाहिँ चलाएर मजाले छोपिदिनुहोस्। त्यसको बादमा हेर्नुहोस्